मदन भण्डारीको पोस्टमार्टम गर्ने डाक्टर मै हो। मदन भण्डारी मारेपछि को धनी भयो? मदन भण्डारीको हत्याको किन खोजिएन? त्यसको हिसाब किताब पनि गर्ने। अनि अब गणतन्त्र ढालेर यिनीहरूको पोस्टमार्टम गर्नलाई डाक्टर रामप्रसाद उप्रेती र टिम नै तयार छ। तपाईहरु आइदिनु होला। गणतन्त्र वास्तवमै यो अब अन्त्य भइसकेको छ। यो नेताहरूले आफ्नो कुर्सी बचाउनको लागि कार्यकर्ताहरू उभ्याएर के भन्दाखेरि आफ्नो संरक्षण गरिरहेछ। हिजो गिरिजाप्रसाद कोइरालाले पनि आफ्नो लाउडा काण्ड बचाउनको लागि कार्यकर्ता उतारेको थियो। यो त्यस्तै हो, यो त्यस्तै हो। त्यसकारण हामी केही आत्तिनु पर्दैन। पोस्टमार्टम मदन भण्डारीको पोस्टमार्टम गर्ने डाक्टर मै हो। मदन भण्डारी मारेपछि को धनी भयो? मदन भण्डारीको हत्याको किन खोजिएन? त्यसको हिसाब किताब पनि गर्ने। अनि अब गणतन्त्र ढालेर यिनीहरूको पोस्टमार्टम गर्नलाई डाक्टर रामप्रसाद उप्रेती र टिम नै तयार छ। तपाईहरु आइदिनु होला। टुको माया छातीमा बोकेर, हातमा राष्ट्रिय झण्डा बोकेर यो मुलुक जोगाउनको लागि, बेथितिको अन्त्य गर्नको लागि, भ्रष्टाचारीहरूका पाता कस्नको लागि, हाम्रा राजालाई सिंहासनमा राख्नको लागि, संघीयता नाच्नको लागि, हामीलाई चुसेर खाने भ्रष्ट नेताहरूलाई जेलमा कोच्नको लागि उपस्थित हुनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूलाई म प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नमन गर्न चाहन्छु। तीनटा दल विशेषले यो मुलुकलाई आफ्नो वीरता ठानेका रहेछन्। गणतन्त्र ल्याएदेखि यिनीहरूको परिवार बनियो। नेपाली जनताको खुन र पसिना चुसेर उनीहरू अरबपति र खरबपति भए, ठुल्ठुला महलहरू खडा भए। तर हाम्रो कर्णालीमा तुइन छ, अहिलेसम्म पनि तुइनबाट मान्छे झुन्डिएर मरेका छन्। 62-63 सालमा राजा राख्ने समझदारी थियो। गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुन रहर लागेर भारततिरको तात्कालीन रहले भन्यो, तात्कालीन सोनिया गान्धीको रहले भनिसक्यो राजवंश हामीले नष्ट पारेको हो, नेपाललाई क्रिस्चियन राष्ट्र बनाउन खोजेको हो र प्रचण्डजीहरूलाई दिल्लीमा पालेर हामीले राखेको हो, गरिब नेपालीका घाँटी हामीले कटाएको हो भनेर त्यतिखेरको रहले, सोनिया गान्धीले, त्यतिखेरको कांग्रेसका अहिले भनेको रहेछ। अहिले भने भगवान पशुपतिनाथको कसम, माता दक्षिणकाली पाथिभरा देवी बडी मालिकाको कसम, डाक्टर रामप्रसाद उप्रेती यो गणतन्त्र फालेर यसको पोस्टमार्टम गर्न चाहन्छु म। पोस्टमार्टम यिनीहरूले नेपाली जनतालाई अहिलेसम्म हेपेका